जालै हाने आज हामी छौँ यहाँ यो चाहिँ सिसुवा शङ्खुवा खोला जाँदैछौँ होइन तितेङ्गोङ हो $20,000 जतिको चाहिँ हाम्रो चाहिँ टार्गेट छ होइन 20,000 बोट चाहिँ रोप्ने प्लान छ। नमस्ते सम्पूर्णलाई सेवा एन्ड सेवारो नमस्ते होइन म चाहिँ राई हो त्यही भएर सेवा पनि ठोकिदिएको अनि त्यो आज चाहिँ अब म चाहिँ बिहान उठिसकेर मैले चाहिँ बेडसेट टक्क मिलाइसकेँ होइन आफ्नो तरिकामा बेडसेट मिलाइसकेर अब म चाहिँ आज चाहिँ हाम्रो चाहिँ के छ भने म फ्रेस भइसक्यो होइन मुखसुख धोएर पुरा चट्ट भइसक्यो अनि आज चाहिँ के मर्निङ टाइममा चाहिँ हामी चाहिँ के छ भने अलैँची रोपिसक्छौँ अनि त्यसपछि चाहिँ हामी चाहिँ अब दाइ र म चाहिँ उता शङ्खुवा खोला चाहिँ जानुवाला छौँ किनभने तिते माछा मार्न यसो टेस्ट अब मारेको छैन कि हामीले माछाहरू त्यसकै लागि त्यो अनि त्यहाँ आफन्तहरूले पनि बोलाउनु भएको छ अनि माछा हामी चाहिँ खान नि जान्छौँ होइन त्यो गाइज हेरिदिनु होला कृपया लाइक सेयर सब्सक्राइब टु माई च्यानल एभ्रिवान है त साथी बन्नु होला भन्न चाहन्छु गाइज ल त अब अलैँची रोप्न जानु त्यहीँ भेटौँ है त खिले जाँड टिकटकको लागि हो टिकटकको लागि अलैँची रोप्न खोज्छ केटाहरू टोंगी खुर लागि ओन्तदी टोंगी खुर लागि भने मग क्या कदालीको अन्त इली मात्र निची मात्र हो इलो अन्त ध्यान चाहिँ कलेको ए ओ जाठा जन्ने एनीवे गाइज यो चाहिँ है पोर रोपेको अलैँची रहेछ हैन यत्रो भइसक्यो यो चाहिँ आम्मा त्यसो भए चाहिँ गाउँ घरतिर चाहिँ हाम्रो चाहिँ नगदे बाली लाउनुपर्छ गाइज नगदे बाली यस्तो खालको अलैँचीहरू होइन के हुन्छ रुद्राक्ष छिटो टक्क आमदामी हुने खालको जुन चाहिँ हामी चाहिँ अब पुरानो सिस्टमको त्यो जस्तै कृषि खेती गरेर चाहिँ खासै अब उँभो चाहिँ लाग्दैन होइन सबैलाई थाहा होला त्यही भएर अब हामी चाहिँ यहाँ अब यस्तो तर्फमा लागिरहेको छौँ होइन अब बिस्तारै सबै हेरेर सिक्नुपर्छ है त गाइज यहाँ चाहिँ रोप्दैछौँ यता बिउ यता बन्छ आजको बिरुवा चाहिँ एकदम क्वालिटी ठिक छ होइन यो चाहिँ हामीले दानादेखि उमारेको यो चाहिँ नर्सरी गरेको बिरुवा हो जस्तो अब यो अलैँची देख्नुहुन्छ होइन हामीले पोहोर मात्रै लगाएको अलैँची यस्तो राम्रो फस्टाएको छ यसमा चाहिँ हामीले फेरि पनि थप गर्नुपर्छ अलैँची खेती सबैले लाउनुपर्छ अलैँचीको मूल्य चाहिँ निश्चित अहिले जेस अब बढ्दैछ भनौँ न अब राम्रो जेस अब दुःख गरे अनुसारकै आइरहेको छैन दाम पनि अनि त्यही भएर काम पनि त्यही अनुसारको गर्नुपर्छ होइन हामीले चाहिँ अर्को बगान भरै देखाउनु भरे मान्छे हराउने खालको बगान इन्टरभ्यू दिनु आउनु अनि हाम्रो यहाँ दाइ हुनुहुन्छ एउटा उहाँ पनि एउटा अलैँची कृषक नै हुनुहुन्छ के भन्न चाहनुहुन्छ त अनि म चाहिँ के भन्छु भने अब आफ्नो भविष्य बनाउनुको लागि सङ्घर्ष गर्नै पर्ने रहेछ क्या हजुर सर हामीले धेरै दुःख गरिरहेछौँ अलैँची रोपिरहेछौँ हजुर अनि पहिलाको अब धान मकै कोदोहरू चाहिँ पहिलाको अब बुढापाकाले रोपिआएको त्यो चाहिँ गरेर नहुने रहेछ त्यति फाइदा नहुने रहेछ भविष्य बन्दैन त्यसले भविष्य चाहिँ बन्दैन त्यसले खाना लाउन पुग्छ तर जे भएन अब भविष्य पुग्दैन होइन त्यही भएर अहिले अर्को हामीले अलैँची अब रोपिरहेछौँ हजुर
तपाईँहरू पनि अब के नयाँ के हुन्छ कि पछिको लागि भनेर। ठिक छ अब तपाईँहरू पनि अब लाग्नु होला अलैँची रोपाइमा। हामी अहिले लाग्नु होइन लागिरहेको छौँ अहिले हामी खटिरहेको छौँ तिनजना। अब जे अब यहाँ यो भिडियो हेरेर पनि तपाईँहरू पनि होइन अगाडि बढ्न सक्नुहुन्छ भन्न चाहन्छौँ। तपाईँहरू पनि अगाडि बढ्न सक्नु पहिलाको खेतीपाती छोडेर अब अलैँची अब जस्तै यार के अरे गाउँ अनुसारको अब बोट बिरुवाहरू रोप्नु हावा पानी अनुसारको हावा पानी अनुसारको नगदे बाली चाहिँ रोप्नै पर्यो है गाइज रोप्नु पर्छ। तर अलैँची बब्बाल भइरहेछ यहाँ बगानहरू। अभी भेना कुमकुममा चाहिँ गरेर चाहिँ भिडियो भ्यालो छ आम्बला यिनी गाई जे हामीले चाहिँ अहिले बिहानको काम चाहिँ सकिसक्यौँ होइन। बिहान चाहिँ अब उयो तल 11 फोक्ता अनि यहाँ यति 11 रोपिसक्यौँ। लगभग 200 बोट जति चाहिँ रोप्यो होला अहिले। त्यो अब हाम्रो अब यो असार साउन जेठ अब जेठ लाग्दैछ। असारसम्म चाहिँ हाम्रो चाहिँ टार्गेट चाहिँ कति छ भने 20,000 जतिको चाहिँ हाम्रो चाहिँ टार्गेट छ होइन। 20,000 बोट चाहिँ रोप्ने प्लान छ। त्यो चाहिँ हाम्रो एरियाहरू पनि टन्नै छ। यहाँ माथि छ तलतिर जङ्गलतिर छ यता है। 20,000 बोट चाहिँ अहिलेको साल चाहिँ हामीले रोप्ने प्लान छ। 20,000 बोट भनेको अब टन्नै हुन्छ। लगभग आँखाले भ्याउँदैन यति हुन्छ होला यो एरिया जति नै हुन्छ एकै ठाउँ है। दाइ यहाँ यसो जाली देखाइदिउँ न के हो यसलाई? थाकौली होइन? गाइज हामी चाहिँ अब तिते उघाउन जाँदैछौँ है। हामी टक्कसँग आज थाकौली थकौली भन्छ। यहाँ चाहिँ हाम्रो के हो माछा राख्ने फुर्लुङ लोक फुर्लुङ ढडिया माझी दाइले जालै हान्यो। आज हामी छौँ यहाँ यो चाहिँ सिसुवा शङ्खुवा खोला जाने छौँ होइन। आज हामी तितेलाई ढुक्कै पार्नुवाला छौँ गाइस। मुक्ति त गनी खाने हो टक्कल। Titinggung
पनि चाहिँ खाने चाहिँ भोग गर्ने अब यसो जानु पर्यो एकदम साह्रो हो दुई ताला लाग्छ गाइज यहाँ चाहिँ देख्न सक्नुहुन्छ यसलाई चाहिँ पेरोङ्गा भन्छ होइन पेरोङ्गाको कति छ अरे दाइ अहिले 1500 हो 1500 रुपियाँ गोटा एउटा पेरोङ्गाको चाहिँ कति पेरोङ्गा छ यहाँ दाइ अनि यति पुग्छ 5 वटा पुग्छ यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ शङ्खुवाको असला माछा यत्रो ठुल्ठुलो छ यहाँ माछा चाहिँ ठुल्ठुलो सानो सबै मिक्स टाउकै छैन लामो टाउकै गएछ खोक्रो